हे गाइज नमस्ते फ्रम बीपीकेएचएस। म चाहिँ यहाँको विद्यार्थी हो। म चाहिँ 4th इयर बीडीएस ब्याच 2021मा पढ्छु। आज चाहिँ म बीपीकेएचएसको सानो भिडियो देखाउँदैछु। फर्स्ट अफ अल देखिरहनु भएको चाहिँ यो पहिला चाहिँ टेक्सन भन्थ्यो, अहिले चाहिँ हस्पिटल क्यान्टिन भन्छ। अब चाहिँ हामी चाहिँ होस्टेलतिर प्रवेश गर्दैछौँ। यो सुरुमा देखाएको चाहिँ यो गर्ल्स होस्टेल हो र यो अगाडिको चाहिँ यो अगाडि देखाइरहेको बिल्डिङ चाहिँ गेस्ट बिल्डिङ पनि भन्छ। यहाँ चाहिँ गेस्टहरूलाई राखिन्छ अरे। यो चाहिँ हाम्रो हस्पिटलको वान अफ द टेम्पल भनौँ, मन्दिर, जहाँ चाहिँ हामी इक्जामको अगाडि चाहिँ पुरा सम्झिन्छौँ यही टेम्पललाई चाहिँ। यो देखिरहनु भएको होस्टेल प्रशासन र यो देखिरहनु भएको चाहिँ बोइज होस्टेल हो। यो चाहिँ होस्टेल नम्बर 5 हो क्या हो। र यो अगाडि हामी गइरहेको यो चाहिँ गर्ल्स होस्टेल हो र यहाँबाट गइरहँदाखेरि चाहिँ यहाँनिर चाहिँ बोइज होस्टेल नम्बर 9 हो क्या हो। यो चाहिँ बोइज होस्टेल हो। यो दृश्य देखिरहनु भएको चाहिँ यो गर्ल्स होस्टेलको टपबाट गर्ल्स होस्टेलको दृश्य हो। यति सुन्दर गर्ल्स होस्टेलको दृश्यपछि चाहिँ यो चाहिँ बोइज होस्टेलको दृश्य हो। यहाँ देख्न सक्नुहुन्छ यो ट्याङ्क हो र यहाँनिर चाहिँ क्रिकेट खेल्छौँ हामी कहिलेकाहीँ। यो चाहिँ बोइज होस्टेल हो र म तपाईँहरूलाई बोइज होस्टेलको चाहिँ जिमतिर लाँदैछु। यहाँ देखिरहनु भएको चाहिँ जिम गर्छौँ हामी। बीपीकेएचएसमा जिम पनि छ है गाइज। र अब चाहिँ यो हाम्रो कलेज अफ डेन्टल सर्जरी जाने बाटो, रेक्टर अफिस पनि जाने बाटो यतै हो, मर्चुरी जाने बाटो र वार्ड ब्लक जाने बाटो यता हो। यो चाहिँ नयाँ बिल्डिङ बनेको बीपीकेएचएसको। यो चाहिँ फार्मेसी बिल्डिङ हो क्या हो र पछाडि पनि बिल्डिङ बन्दैछ हाम्रो। यहाँबाट चाहिँ रमणीय दृश्य चाहिँ देखिन्छ। धरानबाट माथि भेडेटारको दृश्यहरू, डाँडा पाखा चाहिँ देखिन्छ, जुन चाहिँ मनोरम दृश्य भनौँ। धरानकै एकदम फेमस ठाउँ हो भेडेटार, जहाँ चाहिँ हामी गाडी चढेर लगभग आधी घन्टा 45 मिनटमा चाहिँ पुग्छौँ। बाइकमा गयो भने चाहिँ आधी घन्टामा पुग्छौँ होला। त्यसपछि हामी जान्छौँ हस्पिटलतिर जाँदै गर्दा चाहिँ यो चाहिँ मेन गेटबाट आउने बाटो हो र यहाँबाट जाँदै गर्दा पहिला सुरु चाहिँ यो हस्पिटलहरू हुन्छन्। यहाँनिर चाहिँ सिटीहरू धेरै चल्छ। धरानमा चाहिँ पठाउहरू चाहिँ अलिक कम मात्रामा चल्छ। सिटीहरूबाट चाहिँ हजुर जहाँ पनि जान सक्नुहुन्छ। यो चाहिँ इमर्जेन्सी वार्ड, बिरामीहरू इमर्जेन्सी केसहरू चाहिँ हेरिन्छ यहाँ। र हामी चाहिँ अब यो बाटो चाहिँ यहाँबाट चाहिँ धेरै ठाउँ युनिभर्सिटीको मोस्ट इम्पोर्टेन्ट टपिक्सहरूमा जाँदैछौँ।